हेलो हेलो वेलकम टु माई अनदर भ्लग। म आज अर्को भ्लग लिएर आएको छु तपाईँहरूको माझमा। हेर्न सक्नुहुन्छ म चाहिँ यतिखेर नन्दा भाउजू तालमा छु। नन्दा भाउजू ताल तपाईँलाई कहाँ पर्छ थाहा छ भने पक्कै पनि कमेन्ट गर्नु होला। थाहा छ नेपालमै पर्छ र नेपालको कुन ठाउँमा पर्छ नन्दा भाउजू ताल चाहिँ। यो चाहिँ नन्दा भाउजू ताल रहेको छ। सानो छँदा हामीले आइक्यूमा पढ्दाखेरि चाहिँ पक्कै पनि सोधिने गर्थ्यो नन्दा भाउजू ताल चाहिँ कुन जिल्लामा पर्छ। म चाहिँ नन्दा भाउजू ताल जहाँ पर्छ त्यो ठाउँमा छु अहिले। यो नन्दा भाउजू ताल हो। एकदम अरू ठिकै विकास भइरहेछ तर अलिक साफसफाइ अहिले भएको रहन्छ। एकदम घाँसहरू पलाएको छ। यहाँ चाहिँ पोखरीहरू पनि त्यति संरक्षण गरिएको छैन। एकदम जङ्गलको बिचमा एकदम राम्रो ठाउँमा रहेको छ नन्दा भाउजू ताल चाहिँ। हेर्न सक्नुहुन्छ एकदम शीतल शीतल छ। गर्मी पनि धेरै छ। हेर्न सक्नुहुन्छ पुरै पसिना पसिना भएको छु म चाहिँ। अनि व्यवस्थापन चाहिँ पुगेको रहेनछ। म यहाँको व्यवस्थापनलाई चाहिँ भन्छु एकदम यहाँको सरसफाइदेखि लिएर यो झारहरू काट्नेदेखि लिएर एकदम राम्रो गर्नु भने एकदम राम्रो रहेछ। राम्रो बनाउनु भएको रहेछ तर संरक्षण पछि भएर हिँड्छ। एकदम ताल पनि पानी रहेको छ। एकदम आनन्दको छ। हेर्न सक्नुहुन्छ यी म तपाईँलाई देखाउनु चाहिँ हेर्न सक्नुहुन्छ जङ्गल छ पुरै। हेर्न सक्नुहुन्छ यतिखेर चाहिँ 5 बजिसकेको छ। म चाहिँ एकदम पसिना बगाउँदै घुमिरहेको छु यो नन्दा भाउजू ताल भन्ने ठाउँमा। हेर्न सक्नुहुन्छ पुरै पसिना आइरहेको छ र एकदम शीतल शीतल रहेको छ। हरियाली छ जताकतै र तपाईँहरू पनि आउन सक्नुहुन्छ है त साथीहरू। यो चाहिँ पक्कै पनि तपाईँले थाहा छैन होला, कतिलाई त थाहा छ होला। यो नन्दा भाउजू ताल चाहिँ हाम्रो रूपन्देही जिल्लामा पर्दो रहेछ है त गाइस। ल हेर्न सक्नुहुन्छ म घुमिराखेको छु। एकदम हरियाली एकदम रमाइलो छ। एकदम गर्मी छ तर तैपनि यहाँ जङ्गलको बिचमा भएको हुँदा एकदम चिसो चिसो छ है। चिसो चिसो हावा चलिरहेको छ। हेर्न सक्नुहुन्छ तपाईँलाई मैले विभिन्न ठाउँहरू घुमेर चाहिँ पक्कै पनि देखाउने गर्छु। आज पनि म नन्दा भाउजू तालमा आएको छु। त्यहाँ थियो एउटा पानी भएको ताल, एउटा अर्को ताल छ। एउटा नन्दा एउटा भाउजू ताल चाहिँ दुईवटा छ। एउटा नन्दा अनि एउटा भाउजू। त्यसलाई चाहिँ नन्दा भाउजू ताल हुन्छ। कुन नन्दा हो कुन भाउजू त्यो त ठ्याक्कै मलाई पनि थाहा छैन। मैले कसैलाई पनि सोधेको छैन। पक्कै पनि तपाईँलाई देखाउने छु है त। यहाँ तालहरू चाहिँ त्यहाँ चाहिँ पानी छ, यहाँ चाहिँ पानी छैन। एकदम सुकिएको छ। एकदम गर्मीले गर्दा होला सायद। हेर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ म यतिखेर घुमिराखेको छु। एकदम आनन्दको माहौल छ। एकदम हरियाली छ र म यहाँ घुमेर तपाईँले देखाउने चाहिँ हेर्न सक्नुहुन्छ यो ताल चाहिँ रहेको छ। यो चाहिँ पानी छैन, यसमा चाहिँ पुरा सुक्खा सुक्खा छ। त्यसैले म चाहिँ अहिले ठ्याक्कै अर्को तालमा आएको छु। दुईवटा ताल रहेको छ थोरै नजिक नजिकै, त्यही भएर यसलाई नन्दा भाउजू ताल भनिएको हो। यो चाहिँ ठ्याक्कै रूपन्देही जिल्लाको यो भित्री साइडमा पर्छ। तिलोतमा नगरपालिकामा सायद पर्छ होला है त गाइस। पक्कै पनि तपाईँ आउनु होला। एकदम राम्रो छ। अलि व्यवस्थापन गरिएको छैन। पुरै टाइलहरू लगाएको छ तर पछि यो झारहरू खेल्नलाई संरक्षण गरेको छैन। यहाँको व्यवस्थापनलाई चाहिँ म त्यही भन्छु कि अलि व्यवस्थापन गरेर राख्नु होला। एकदम राम्रो छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। एकदम रमणीय छ। चिसो चिसो छ। एकदम फुल जङ्गल छ। जङ्गलको फुल आनन्द लिन सक्नुहुन्छ है त गाइस। एकदम मैले पनि भरिपूर्ण आनन्द लिएको छु। म आज एक्लै छु। हेर्न सक्नुहुन्छ है त। एकदम आनन्दको माहौल रहेको छ। हेर्न सक्नुहुन्छ तपाईँलाई म देखाइरहेको छु। पुरा एकदम हरियाली हरियाली छ है त गाइस। हेर्न सक्नुहुन्छ यो चाहिँ ताल हो। यसमा पानी एउटा पनि छैन र म यतिखेर यहीँबाट फर्किन्छु। तपाईँ देख्न सक्नुहुन्छ एकदम यो कुवामा चाहिँ पानी छैन। एकदम पाइपहरू पनि राखिएको छ लाइटको लागि, लाइनको लागि। केही समयको पछाडि केही समयपछि त राम्रो पक्कै पनि बन्छ होला। म नेक्स्ट टाइम यहाँ घुम्न आउँदा चाहिँ एकदम यो सफा सुग्घर एकदम पानी भएको एकदम व्यवस्थापन गरेर माछाहरू पालेको देख्न पाऊँ मैले यही भन्न चाहन्छु है त। एकदम राम्रो छ। अस्ट्रेलिया, क्यानाडा, स्विजरल्यान्ड, थाइल्यान्ड घुम्न जानभन्दा आफ्नै देशमा आउनुहोस्, आफ्नै देशमा घुम्नुहोस्। यति हरियाली छ। एकदम संसारमै सबैभन्दा राम्रो ठाउँ नेपाल रहेको छ। यति हरियाली छ, यति राम्रो छ। तपाईँले हेर्न सक्नुहुन्छ यति हरियाली छ। असारको आज असारको महिना लागेको छ। असारको महिनामा पानी चाहिँ परिरहेको छैन। पक्कै पनि खेतहरू रोपाइ गर्ने सुरु भइसकेको छ। यतातिर पनि अलिअलि ट्युबवेलबाट पानी तानेर
मोटर लगाएर खेतहरू रोपिरहेका छन्। तपाईँलाई ती खेतहरू पनि देखाउने छु म कसरी रोपिरहेका छन्। एकदम रमाइलो ठाउँ रहेको छ। म तपाईँहरूको माझमा भिडियो बनाइरहेको छु है त। रूपन्देही आसपास पाल्पा दाङ यो साइडका हुनुहुन्छ भने पक्कै पनि आउनु होला। एकदम रमाइलो छ। टोइलेटहरू पनि बनाइएको रहेछ तर सञ्चालन गरेको चाहिँ पक्कै छैन है त गाइस। पक्कै पनि तपाईँहरू पनि आउनु होला। एकदम राम्रो ठाउँ रहेको छ है त। म यसै भन्न चाहन्छु। आजको भ्लगबाट चाहिँ म बिदा हुन्छु। तपाईँहरूलाई म अहिले गाउँको चाहिँ एकदम खेत रोपाइ गरेको भ्लग पक्कै पनि भेटेछु भने चाहिँ लिएर आउनेछु है त। हेर्न सक्नुहुन्छ। ओइ हे यो रहेको छ हाम्रो नन्दा भाउजू ताल। अर्को चाहिँ पक्कै पनि तपाईँहरूलाई थाहा छ भने कुन नन्दा कुन भाउजू ताल हो पक्कै पनि बताइदिनु होला है त। म आजलाई बिताउन चाहन्छु। पक्कै पनि सायद यो भिडियो मेरो कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने एक लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि आउला दिनहरूमा तपाईँलाई मैले यस्तै यस्तै खालको भिडियोहरू लिएर आउनेछु है त गाइस। आजलाई बिदा हो। वृक्षारोपण गरौँ, पर्यावरण जोगाउँ एकदम है त। वृक्षारोपण गर्नुपर्छ, हरियाली हुनुपर्छ है त गाइस। बाई बाई।